मिनासान कोनिचिवा। आज हामी मिन्ना र निहोङ्गोको अन्तर्गत लेसन 1 मा हामीले पढ्नुपर्ने कुराहरुको बारेमा हामी आज पढ्दैछौँ। लेसन 1 मा चाहिँ हामीले पढ्नुपर्छ पार्टिकलको बारेमा। मिनिङहरु त तपाईहरुले पढिसक्नु भएको छ हैन। पार्टिकलहरु यसो बुझ्नु भएन भने पनि तपाई पार्टिकल राम्रोसँग यता मसँग शेयर गरेर बुझ्न सक्नुहुन्छ र तपाईले नबुझेको कुराहरु अझै स्कुल नगरिकन मैले पढाए भने तपाईहरु अझै जान्ने हुनुहुन्छ। मैले पनि त्यसै नै मेहनत गरेको थिएँ। मेहनत गरिएको कारणले गर्दा आज म पढाउन सक्ने भएको छु। तपाईहरु पनि भिडियोलाई स्किप नगरी सुरुदेखि अन्तिमसम्म हेरेर तपाईको जापानिज भाषामा एकदम सुधार ल्याएर जापान आउन सक्नुहुन्छ। र अब हामी ढिलो नगरिकन लेसन 1 अन्तर्गतमा रहने कुराहरुको बारेमा सिक्दै छौं। यसै सिक्नुपर्छ। जापान जानु छ हैन, जापान आउनु छ, जापानमा आएर आफ्नो लक्ष्य पूरा गर्नु छ। त्यसको लागि त जापानी भाषा सिक्नै पर्छ। त्यसै कारणले आज हामी सिक्छौं लेसन 1 को वा पार्टिकलको बारेमा। बिस्तारै वा पार्टिकल, नो पार्टिकल र मो पार्टिकल लेसन 1 अन्तर्गत रहेको छ भने आज हामी वा पार्टिकलबाट चाहिँ हाम्रो क्लास स्टार्ट हुन्छ। सबैले स्कुल नगरिकन राम्रो तरिकाले मलाई सोध्न सक्नुहुन्छ र कमेन्ट पनि गर्न सक्नुहुन्छ। यो बुझेन भने र नबुझेको कुराहरु तपाईले कमेन्टमा लेख्न सक्नुहुन्छ र पढ्छु। वा पार्टिकल। वा पार्टिकल भनेको के हो त? वा पार्टिकल भनेको चाहिँ वा पार्टिकलले चाहिँ चाहिँ भन्ने जनाउँछ। वा लेख्दा फेरि हा भनेर लेख्दा पनि तर हामीले वाक्यमा परिवर्तन गर्दा अथवा सेन्टेन्समा आउँदा फेरि त्यसलाई वा भनेर प्रयोग गर्छौं। र यसलाई प्रयोग गर्ने तरिकाहरु दुई तरिकाको हुन्छन्। एउटा पोजिटिभ तरिकाले प्रयोग गर्दा र नेगेटिभ तरिकाले प्रयोग गर्दा भन्ने कुराहरु हेर्नु होला है त। वातासी वा सुराजी देश। वातासी भनेको वातासी म, वा पार्टिकल म चाहिँ, सुरज देश भनेको हो। मिनिङहरु त तपाईले पढ्नु भएकै छ। मैले केही भन्नु पर्दैन होला जस्तो लाग्छ। त्यसैले वातासी वा सुरज देश। म सुरज हो। तपाईहरु पनि सुरजको ठाउँमा तपाईहरुको आफ्नो नाम राखेर देश थपिदिनु भयो भने तपाईहरुको नाम पनि यो हुन्छ भनेर यसले जनाएको हो। त्यस्तै छ अर्को छ आनातावा स्याइन देशका। देशका भन्दा फेरि चाहिँ क्वेशन सोधेको हुन्छ है त। आनातावा स्याइन देशका। तपाई चाहिँ कर्मचारी हो भनेर क्वेशन सोध्दा फेरि प्रयोग गरिन्छ। यो चाहिँ पोजिटिभ नै हो, वा पार्टिकलसँग रिलेटेड भएर है त। अर्को छ वातासी वा गाकुसेई देश। म विद्यार्थी हो। वातासी वा गाकुसेई देश। तपाईहरुले यसरी भन्न सक्नुहुन्छ। यो चाहिँ हो भन्दा फेरि पोजिटिभ तरिकाले यसरी लेखिएको। यसकै नेगेटिभ पनि तल छ। जस्तै वातासी वा गाकुसेई ज्यारिमासेन। गाकुसेई भनेको विद्यार्थी। तपाई म। वातासी वा गाकुसेई ज्यारिमासेन। वातासी भनेको म भइहाल्यो। वा गाकुसेई भनेको विद्यार्थी। ज्यारिमासेन भनेको होइन, म विद्यार्थी होइन। ज्यारिमासेनको ठाउँमा तपाईहरुले देवा आरिमासेन पनि राख्न सक्नुहुन्छ है त। आनो हितो वा निहोन्जिन देवा आरिमासेन। उहाँ व्यक्ति जापानिज होइन। आनो हितो वा निहोन्जिन देवा आरिमासेन नेगेटिभ भयो है त। ज्यारिमासेन भनेको देशको नेगेटिभ चाहिँ ज्यारिमासेन। देश भनेको हो भन्ने जनाउँछ भने ज्यारिमासेनले होइन भन्ने जनाउँछ। त्यस्तै छ अर्को छ वातासी वा स्याइन ज्यारिमासेन। यहाँनेर क्वेशन पनि थियो अर्को। वातासी वा आनातावा स्याइन देशका भनेको यो क्वेशन थियो। यही क्वेशनको यहाँनेर नेगेटिभ अर्थ लाग्दाखेरि वातासी वा म चाहिँ कर्मचारी होइन। वातासी वा निहोन्जिन ज्यारिमासेन। हामीले पढ्यौ अघि पढेको वा पार्टिकल। वा पार्टिकल पढेर भयो। अब वा पार्टिकल साथसाथै हामी लेसन 1 मा रहेको मो पार्टिकलको बारेमा पनि पढ्छौं। मो पार्टिकल भनेको चाहिँ मो पार्टिकलले पनि भन्ने जनाउँछ। पनि मोको अर्थ पनि हुन्छ। पनि भन्ने जनाउँछ। यसले दुई कुराहरुलाई चाहिँ जोइन गर्छ। दुई कुराहरुलाई जोइन गर्दा फेरि मो पार्टिकलको प्रयोग गरिन्छ। जस्तै दुई कुराहरुलाई
दुई कुराहरूको समर्थन अथवा दुई कुराहरूको परिभाषित गर्ने ठाउँमा जस्तै यो पनि हो र ऊ पनि हो भन्दाखेरि त्यो पनि भयो अनि उहाँजी पनि अनि म पनि भन्दाखेरि म पार्टिकलको परिवर्तन जस्तै अब वातासी वा गाकुसेई देश म चाहिँ विद्यार्थी हो आनाता म गाकुसेई देशका आनाता भनेको तपाईँ म भनेको पनि भइहाल्यो वातासी वा गाकुसेई देश म विद्यार्थी हो आनाता म गाकुसेई देशका तपाईँ पनि विद्यार्थी हुनुहुन्छ पक्कै पनि हुनुहुन्छ होला भन्दाखेरि यसरी म पार्टिकलले पनि भन्ने शब्द एउटा शब्दलाई परिभाषित गरी अर्को शब्दलाई पनि परिभाषित गर्ने भयो कि त्यही भएर अब वातासी वा गाकुसेई देश आनाता म गाकुसेई देशका अब हो म गाकुसेई हो भन्दाखेरि त अब फेरि हाई वातासी म गाकुसेई देश हाई वातासी म गाकुसेई देश है म पनि विद्यार्थी हो अब होइन भन्न पर्दाखेरि इए होइन भन्नु पर्दाखेरि इए वातासी वा गाकुसेई जेआरिमासेन इए वातासी वा गाकुसेई जेआरिमासेन होइन भन्दाखेरि यसरी प्रयोग गरिन्छ म पार्टिकलको बारेमा राम्रोसँग तलदेखि माथिसम्म राम्रोसँग बुझेर स्कुल नगरिकनेहरू होला र अझै म बुझाउने प्रयास गर्नेछु हामीले पढ्यौँ म पार्टिकलको बारेमा पनि तपाईँहरूले एकदमै जान्ने भइसक्नुभयो जस्तो मलाई लाग्छ अब पढ्छौँ लेसन 1 अन्तर्गत रहेको लास्ट पार्टिकल वा मो र नो पार्टिकलको बारेमा दुईटा पार्टिकल हामीले पढिसकेका छौँ अब पढ्छौँ नो पार्टिकल पनि एकदमै महत्त्वपूर्ण पार्टिकल हो है त नो पार्टिकलको अर्थ भनेको चाहिँ नोले चाहिँ को भन्ने शब्द जनाउँछ नो भनेको को भन्ने शब्द जनाउँछ जस्तै आनातानो नामाए वा नान्देस्का तपाईँको नाम के हो अब तपाईँहरू जापान हुनुहुन्छ नेपालबाट त्यति भाषा पढेर गए हुँदैन अब जापान भन्छ आनातानो नामाए वा नान्देस्का भन्यो भने तपाईँहरूले वातासिनो नामाए वा डट देश मेरो नाम चाहिँ वातासिनो यो नो पार्टिकल भइहाल्यो वातासी भनेको म वातासिनो नामाए वा डट देश अर्को छ आनातानो उची वा दोको देशका आनातानो तपाईँको उची भनेको घर वा दोको देशका तपाईँको घर कहाँ हो जापानिजहरूले त्यस्तो कुराहरू नि सोध्छ आनातानो उची वा दोको देशका उची वा दोको भन्छ तर पोलाइट भाषामा राम्रो सभ्य भाषामा आनातानो उची वा दोको देशका तपाईँको घर कहाँ हो अब तपाईँले आफ्नो घर जहाँ हो त्यही त भन्नु परिहाल्यो वातासिनो उची वा यदि जापान हुनुहुन्छ भने नेपाल देश अर्थात् नेपालको कुनै ठाउँमा हुनुहुन्छ भने वातासिनो उची वा कातोमान्जु देश वातासिनो उची वा पोकारा देश भन्न सक्नुहुन्छ है त आजलाई हाम्रो भिडियो कस्तो लाग्यो सुरुदेखिबाट अन्तिमसम्म हेर्नु होला र अर्को भिडियोमा हामी उपस्थित हुनेछौँ र हाम्रो भिडियो हेरेर तपाईँलाई कमेन्ट केही गर्न मन लागेको छ भने कमेन्ट गर्नुहोस् नबुझेको कुराहरू कमेन्ट गर्नुहोस् सोध्नुहोस् र भिडियोलाई सेयर सब्सक्राइब र लाइक पनि गरिदिनु होला भन्दै अर्को भिडियोमा भेट्नेछौँ टाटा।